त्यो ड्राइभ भित्र हुन्छ। ठिक छ। यल ड्यास भनेको 1.1 यल लेखिदिनुस्। 10% ले बढेको छ। 10% ले यल बढेको छ। लेन्थ इज इन्क्रिज बाई 10%, ब्रेथ इज इन्क्रिज बाई 20%। व्हाट इज द पर्सेन्टेज चेन्ज इन एरिया? एरिया चाहिँ कति पर्सेन्टले इन्क्रिज हुन्छ भन्ने कुरा हो। हेर्नुस् एलबी काट्यो। अब तपाईको हेर्नुस् सिधै के लेखिदिँदा हुँदो रहेछ भन्नुस् त 1.1 इन्टु 1.2 माइनस 1 इन्टु 100 गरिदिँदा हुँदो रहेछ है। यल र बी त काटि नै रहेछ भनेपछि 1.1 इन्टु 1.2 माइनस 1 इन्टु 100% गरिदिँदा बन्ने रहेछ हैन। 1.1 र 1.2 मल्टिप्लाई गर्न गाह्रो लाग्यो भने एउटै कुरा हुन त 11/10 12/10 गरिदिनुस्। गाह्रो लाग्यो भने इन्टु 100 10 10 चाहिँ 100 भयो। 11 इन्टु 12 कति होला? 121 130 कति हुन्छ 11 इन्टु 12? 132 12 1 जा 12 12 1 जा 12 132 हुन्छ। हेर्नुस् 132 माइनस 100 32 हुन्छ। ठिक छ। तपाईले यति मात्र गर्नु पर्यो। 132 माइनस 100/100 इन्टु 100 भनेपछि 32%। अब यस्तो क्वेशन त एक्जाममा सोधिरा हुन्छ तपाईहरुलाई। तर तपाईहरुलाई एक्जाममा चाहिँ यसरी गर्ने हो त? त्यहाँ गर्ने हैन। यो यति हेरेर जानुस् कि तपाईले आँखाले एन्सर त्यहाँ मिलाउनु तरिकाले के भनेपछि 10% आयो 20% आयो भने के गर्नु पर्दो रहेछ? 1.1 र 1.2 भने पछाडी 11/10 12/10 11 इन्टु 12 132 भयो। 132 माइनस 100 जति आउँछ त्यही पर्सेन्ट हुन्छ। सर माथिको अलि गर्दिनु। माथिको अलि स्क्रिनशट गर्छु। ए ल यो पनि गर्नुस्। यो रेडियस कति हो हेर्नुस्। ठीक छ। भयो सर। दिइराख्नु भएको छ तपाईहरुले एक्जामहरु कतिको? स्टार्ट हुन्छ हजुर भोलिदेखि स्टार्ट हुन्छ ट्रिनिटीमा लिभरपुल। ल राम्रोसित दिनु होला एक्जाम चाहिँ। अलिकति जीके को नि हेर्नु होला ट्रिनिटीमा। बुझ्नुभयो नि? ट्रिनिटीमा जीके को क्वेशन हेर्नु होला। क्लास सुरु भइसकेछ आउनु छिटो। सर यसमा 2 cos थीटा मात्र एन्सर छ। हजुर यसमा मात्र 2 cos थीटा एन्सर छ। हजुरले 2 cos स्क्वायर थीटा लेख्नु भएको छ नि। cos 2 थीटा को फर्मुला कति हो? 1 minus 2 sin स्क्वायर थीटा हुन्छ। यो 1 minus 2 sin स्क्वायर थीटा भनेको cos 2 थीटा हो है। cos 2 थीटा इक्वल टु 1 minus 2 sin स्क्वायर थीटा हुन्छ। अल्सो cos 2 थीटा इक्वल टु एडमिट गर्नु पर्यो। कहाँ जानु भयो एकजना? वन 2 cos स्क्वायर थीटा माइनस 1 पनि हुन्छ। हेर्नुस् हैन 2 cos स्क्वायर थीटा माइनस 1 पनि हुन्छ। त्यही भएर मैले चाहिँ 1 plus cos 2 थीटा को ठाउँमा 2 cos स्क्वायर थीटा लेखेको। सर एकजना साथीको रुट पनि गर्नुपर्छ हो सरी। यहाँ स्क्वायर गरियो जस्तै हामीले लास्टमा त हामीलाई अंडर रुट पनि चाहिन्छ। हेर्नुस्
यसको अन्डर रुट चाहिन्छ हो, त्यो हामीले मिस्टेक गरेको। रुट 2 cos थीटा हुन्छ यसको भ्यालु। हजुर भन्नुहोस् के भन्दै हुनुहुन्थ्यो? एकजना साथीको जोइन भएन। भन्नुहोस् त फेरि एकचोटि। तुरुन्तै ब्याक गरिहाल्नुहुन्छ क्या हो के? सर एउटा क्वेसन छ अझै। भाइ सर भाइ मेरै थियो। ए सर एउटा अझै क्वेसन छ। एकचोटि रिक्वेस्ट पठाइसकेपछि एकछिन कुर्नु होला। ब्याक तुरुन्तै गरिहाल्नु भयो भने त्यो रिक्वेस्ट क्यान्सल आउट हुन्छ क्या। सर एउटा क्वेसन छ। द सम अफ फर्स्ट एन नेचुरल नम्बर द सम अफ फर्स्ट एन नेचुरल नम्बर इज फर्स्ट n into n plus 1/2 थाहा छैन यो फर्मुला होइन त्यो अर्कै छ। के द छ सम अफ फर्स्ट एन नेचुरल नम्बर इज 1/5। ए क्वेसन अर्कै छ। यस सर। ए द सम अफ फर्स्ट नेचुरल नम्बर इज 1/5 times the sum of their square. 1/5 times sum of their square. Then n is equal to what? Then n is equal to what? Sum of their squares को फर्मुला थाहा छ तपाईहरुलाई? थाहा छ सर। के हो? n natural numbers. Sum of the n natural numbers भनेको n into n plus 1/2 हो। 1/5 times sum of the n square of the natural numbers भन्नु त। n into n plus 1 into 2 plus 2n plus 1/6 अनि स्क्वायर को फर्मुला बुझ्यौ। ठीक छ। यहाँबाट तपाईले n को भ्यालु निकाल्नु पर्यो। अप्सनबाट पुट गर्दिनुस् फास्ट हुन्छ। 2 3 जा 6 भइहाल्यो। यो 5 3 15 भयो। कति कति छ? 5 6 7 8 5 6 7 8 भनेपछि हेर्नुस् n into n plus 1 छ। यो र यो क्यान्सल आउट भइसक्यो यतिकै। 15 is equal to 2 7 जा 14 n is equal to 7 हुन्छ हेर्नुस्। n is equal to 7 हुन्छ। 7 हुन्छ। ल अब त्यो केएमसी को त्यो भ्याइदिउँ। कहाँ गयो? केएमसी मोडल क्वेशन हामीले यहाँसम्म गरेको हो। 74 सम्म नम्बरमा गरेको हो। यस सर। 75 सम्म नि गरेको, 76 सम्म, 77 सम्म गरेको हो। हैन 77 सम्म हामीले गरिसकेछौं। 78 सम्म गरिसके रहेछौं। 77 को गर्यौं, 78 को गरेनौं। 78 को हेर्नुस् अब। The average of x and y is 55. The average of y and z is 75. Find the value of z minus x. Average भनेपछि x plus y by 2. x plus y by 2 is equal to 55. Average of x and y is 55 भनेको छ। y र z को एभरेज चाहिँ 75 छ। 75 भनेपछि यहाँबाट सिधै तपाईले x plus y भनेको 110, y plus z भनेको 150 हैन। भनेपछि तपाईले के गर्दिनु पर्यो? यो इक्वेसन 2 बाट इक्वेसन 1 घटाइदिनु पर्यो। z minus x आउँछ हेर्नुस् ठ्याक्क 40 आउँछ। ठीक छ। एकैचोटीमा आउँछ यो 40। घटाइदिनुस् y y काटिन्छ z minus x हुन्छ 40 आउँछ है। हेर्नुस् 78 सम्म भयो। यति चाहिँ लाग्नु पर्यो अब।
ल हेर्नुहोस्, फाइन्ड द रेट अफ सिम्पल इन्ट्रेस्ट व्हेन सम अफ मनी ट्रिपल इटसेल्फ इन 25 इयर्स। हेर्नुहोस् त सिधै लगाउनुहोस् त। सिम्पल इन्ट्रेस्ट अमाउन्ट इज इक्वल टु P प्लस PTR बाई 100। ट्रिपल इटसेल्फ 3P, यहाँबाट P कमन राखिदिनुहोस्। 1 प्लस टाइम भनेको 25, रेट चाहिँ सोधेको छ हेर्नुहोस्। ठिक छ, P र P काटिन्छ, 3 माइनस 1 2 हुन्छ, 25 4 जा 100, R इज इक्वल टु 8% आउँछ। ठिक छ, 4 को पावर x प्लस 1 हो कि W प्लस 1 हो, अनि W माइनस 1 होला, नदेखेको रहेछ। 4 को पावर W प्लस 1 होला, 8 को पावर W माइनस 1 होला है। व्हाट इज द भ्यालु अफ W भन्नुस् त। 1 हुन्छ। 4 को स्क्वायर इज इक्वल टु 8 को पावर 0 हो। गुड, 8 को पावर 0 त 1 भयो नि त, फेरि 1 भयो भने त हुँदैन। हेर्नुहोस् 3 हुन्छ बरु, 3 प्लस 1 गर्नुहोस् 4 हुन्छ, यहाँ 3 माइनस 1 गर्नुहोस् त, 8 स्क्वायर 64, 4 को पावर 4 64 हुन्छ। हेर्नुहोस् 4 4 जा 16, 16 4 को पावर 3 हो 64 त, 4 4 जा 16, 16 4 जा 64। के आयो सर आन्सर? कति आयो? 3 अप्सनमा छैन फेरि। 3 कसरी हुन्छ ल भन्नुस् त। त्यहाँ 2 को पावर 2 भयो भने चाहिँ 4 हुन्छ, अनि 2 को पावर 3 भयो भने चाहिँ 8 हुन्छ, अनि 2 को पावर 3 ले W माइनस 1 लाई मल्टिप्लाई गर्ने, अनि 2 को पावर 2 ले W प्लस 1 लाई मल्टिप्लाई गरेर। हैन, यहाँ मैले 3 नै राख्दाखेरि W को भ्यालु 3 नै राख्दाखेरि चाहिँ मिलिरहेको सर 5 हुन्छ। थिएन। 2 स्क्वायर यसलाई गर्नुभयो W प्लस 1 भयो, 2 को क्युब यसलाई गर्नुभयो W माइनस 1 भयो, भने पछाडि सेम बेस पावर फिल बी सेम 2W प्लस 2 3W माइनस 3 हुन पर्यो। भनेपछि यो 3 2 5 हुन्छ, W इक्वल टु 5 आउँछ। 5 आउँछ है। ए सर अप्सन दिएको छ त्यसको। sin x इक्वल टु 1/2 देन tan 2x इज इक्वल टु भन्नुस् त। sin x 1/2 छ भने x को भ्यालु कति होला? 30 डिग्री होला। tan कति सोधेको छ? tan 60 डिग्री सोधेको छ। tan 60 भनेको √3 हो है, बुझ्नुभयो? sin x इक्वल टु 1/2 दिएको छ भने x भनेको कति हो? 30 डिग्री हो। tan 2x मा लगाइदिनुस्, tan 2x भनेको 2 into 30 डिग्री। सर युनिक अधिराजलाई एडमिट गरिदिनु न। ए त्यो चाहिँ म यता हेरेको हुँदैन, त्यही भएर ल म गरिदिइहालेँ। ल फेरि पठाउन भन्नु त, को आउनु। अरू 2 जना हुनुहुन्थ्यो। भयो सर भयो। स्लिप हुन्छ कि मेरो ल्यापटप, यता म ट्याबमा हेरिराखेको हुन्छु, ल्यापटप यता स्लिप भएर चुप्प लाएर बसेको हुन्छ, त्यही भएर त्यहाँ अटोमा सेभ गर्दा पनि त्यो कहिलेकाहीँ त्यो स्लिप भएर चाहिँ अटोले चाहिँ अब स्लिप भइसके पछाडि त गर्दैन नि त, त्यही भएर। एउटा क्वेसन गरिदिनु न त्यस्तै टाइप पावर टाइपको। कुन टाइपको? 42 को पावरमा x प्लस 5। भोलि मेरो इन्ट्रेन्स छ, गरिदिनु ट्रिनिटीको। 42 को पावरमा x प्लस 5 ल ल हुन्छ। 42 को पावर x प्लस 5 इक्वल्स टु 8 को पावरमा 3x। 3x। हजुर। ए यो हेर्नुहोस् 42 छ है, 8 को पावर 3x।
यसलाई चाहिँ 42 लाई चाहिँ अब 2 को उसमा लाग्नुस् 42 6 7 जा 42 एउटा 7 हुन्छ 6 हुन्छ 3 into 2 6 7 जा 42 x plus 5 भयो यता 8 को पावर 3x हेर्नुस् 3 को पावर x plus 5 2 को पावर x plus 5 7 को पावर x plus 5 2 क्यूब भयो अप्सनमा के छन् 42 नै हो एन्सर 42 नै हो मलाई त्यो क्वेशन याद छ सर यो इन्ट्रान्समा थियो एउटा सर सुन्नु न सर हजुर एउटा भन्नु क्वेसन सर जस्तै मैले इन्ट्रान्स दिएँ सर होइन आज अनि मेरो जस्तै स्कलरसिपमा निस्क्यो भनेपछि त्यो एसएमएसमा मेसेजै आउँछ कि सर स्कलरसिपमा निस्क्यो भनेर कि उतै गएर भन्छ कलेजमा मेसेज आउँछ ब्रो तिम्रो मेसेजमा आउँछ कसैलाई त फोन पनि आउँछ मेसेज पनि आउँछ अथवा फोन गरेर नि अब जस्तै तपाईको अब र्याङ्क अलिकति उसमै छ भने अलिकति फोनै गरेर बोलाउनुहुन्छ क्या आज पेपर त धेरै राम्रो गएको थियो सर त्यही नि मेसेज चाहिँ आएन स्कलरसिपको ए अझै चेक नभए हुन सक्छ भोलि आउन सक्छ नि त कुन युएफ पास द इन्ट्रान्स चाहिँ भन्यो स्कलरसिप मात्रै देखाएन कुन कलेजमा आज मेरो हामीहरूको उताको कलेज हो कि सर टिस्टमा एउटा हो कि क्वेसन टिस्टमा sin a plus b into sin a minus b is equal to what? यो त तपाईको हेर्नुस् हजुर हजुर यो तपाईको हेर्नुस् 7 को पावर र यो 3 को पावर 2 को पावर सित उ हुन सक्छ सक्दैन होला हेर्नुस् यो अलिकति 42 चाहिँ हैन क्या 42 चाहिँ नहुन पर्ने 42 नै छ सर क्वेशनमा तर अप्सन पनि त हेर्नु न के छ अप्सनहरु बताउनुस् त अप्सनहरु थाहा भएन सर त्यो एउटा इन्ट्रान्समा आएको थियो कि मलाई क्वेशन मात्रै याद छ आन्सर याद छैन यो छोड्दिएँ मैले यसलाई यो अरु क्वेशन हेरौँ अब ल हेर्नुहोस् यो क्वेशन बहुत सोधिराखेको छ हेर्नुहोस् यो लिप वार वाला क्वेशन बहुत सोधिराखेको छ आज इन्ट्रान्समा हजुरले पढाएको सबै आएको थियो मैले पढाएको हजुर सर हजुरले पढाएको 20 नै मतलब क्वेशनहरु प्र्याक्टिस गराएको के सेम टु सेम आएको थियो 20-25 मार्क्सको ए मिलाउनु भयो सबै हजुर सर मिलाउन त सर राइट त 85 ओभर राइट हुनै पर्ने लागेको थियो खै कस्तो स्कलरसिपमा दिएन हैन आउँछ आउँछ अझै रिजल्ट नआएर नि हुन सक्छ What is the probability of getting 53 Sundays in a non-leap year भनेको छ non-leap year भनेको भएको कारणले 1/7 भयो leap year भनेको भए 2/7 The integers x, y and z are consecutive even terms between 23 and 33. What is the average of x, y, z? ल यो गर्नुस् त तपाईहरुलाई टाइम दिन्छु म हेर्नुस् 23 र 33 बीचको इवन नम्बर हुन् xyz xyz इवन नम्बर हुन् xyz एभरेज सोधेको छ एभरेज अफ xyz यो क्वेशन मिलाउनुस् त 1 मिनेट भित्रमा बल्ल अलिकति नाम निस्किने अलिकति स्कलरशिपमा निस्किने चान्स हुन्छ एक्जाममा दिमाग फास्ट चल्यो भने अलिकति हुन्छ के 28 निकाल्नु भयो गुड
तपाईले नाम निकाल्नुहुन्छ। निकाल्नु सर। क्वेसन सर। ल तपाईहरु चाहिँ गर्दै गर्नु होला यो 83 नम्बरको म टाइम दिइरहेको छु। ल तपाईको क्वेशन भन्नुस् न त। सर यो कता हो? सर्कम सेन्टर अफ ट्रायंगल सर्कम सेन्टर अफ ट्रायंगल which vertex are भर्टिसेस भन्नुस्। 0 0 0 0 6 0 6 0 and 4 0 0 4 0 4 4 is what? फर्मुला त डाइरेक्ट लेख्नु भएको छैन होला। फर्मुला यो लेख्नु पर्थ्यो। मैले ख्याल गरिनँ। सर्कम सेन्टर भनेको यदि मैले यहाँ यसरी सर्कल बनाए भने त्यो चाहिँ सर्कल हुन्छ। हेर्नुस् यसको सेन्टर नै सर्कम सेन्टर हो। सर्कलको सेन्टर नै सर्कम सेन्टर हो। ठीक छ। सर्कलको सेन्टर नै सर्कम सेन्टर हो। यहाँ यसरी परपेन्डिकुलर हुन्छ। यहाँ यसरी परपेन्डिकुलर हुन्छ। यसरी परपेन्डिकुलर हुन्छ र के हुन्छ भन्दाखेरि रेडियसले के गर्छ त बाइसेक्ट द कर्ड गर्छ। कर्डलाई के गर्छ रेडियसले परपेन्डिकुलरली बाइसेक्ट द कर्ड। जुनै सुकै जहीँ सुकै कर्डलाई के गर्छ त बाइसेक्ट गर्छ परपेन्डिकुलरली। यो अलि कति परपेन्डिकुलर भएको छैन। ठीक छ। भन्नुको मतलब यो र यो तपाईको बराबर हुन्छ। यो र यो पनि तपाईको बराबर हुन्छ। यो र यो पनि तपाईको बराबर हुन्छ। अब हेर्नुस् अब सिधै फर्मुला थाहा छैन भने x1 y1 अब फर्मुला डिराइभ पनि गर्न पर्छ। x2 y2 x3 y3 भन्नुस्। हेर्नुस् यहाँदेखि यहाँसम्मको के हो त भन्दाखेरि रेडियस हो। यहाँदेखि यहाँसम्मको पनि के हो त रेडियस हो। यहाँदेखि यहाँसम्मको पनि के हो त रेडियस हो। ठीक छ। र यो रेडियस यो सर्कलको सेन्टर नै के हो त भन्दाखेरि सर्कुम सेन्टर हो। सर्कलको सेन्टर नै सर्कुम सेन्टर हो। भने पछाडि यदि चाहिँ यो सेन्टर चाहिँ मैले एचके मान दिए भने हेर्नुस् पहिला मैले अब सिधै यहाँ उ गरेर पनि भयो। अब फर्मुला डिराइभ गर्न थाल्ने भने धेरै लामो प्रोसेस जान्छ। एउटा 0 0 मान दिनुस्, एउटा 6 0 मान दिनुस्, एउटा 0 4 मान दिनुस्। हेर्नुस् h देखि 0 0 रेडियस कति होला डिस्टेन्स फर्मुलाबाट निकाल्नुस् रेडियस hk र 0 0 h - 0 को होल स्क्वायर प्लस k - 0 को होल स्क्वायर यो के हो रेडियस हो। ठीक छ। hk र 0 4 त्यो पनि रेडियस हो। hk देखि 0 4 h - 0 को होल स्क्वायर प्लस k - 4 को होल स्क्वायर। हेर्नुस् ठीक छ। यो पनि रेडियस हो। r को h - 6 को होल स्क्वायर प्लस k - 0 को होल स्क्वायर त्यो पनि रेडियस हो। h - 6 को होल स्क्वायर प्लस k - 0 को होल स्क्वायर
अब सबैलाई स्क्वायर गरिदिनुस् त स्क्वायरिङ अल साइड यो h स्क्वायर प्लस k स्क्वायर हुन्छ यो h स्क्वायर प्लस यो के हुन्छ भन्दाखेरि k स्क्वायर माइनस 8k प्लस 16 हुन्छ यो चाहिँ तपाईको के हुन्छ त h स्क्वायर माइनस 12h प्लस 36 प्लस k स्क्वायर हुन्छ यो दुईटा लिनुभयो भने k को भ्यालु आउँछ h स्क्वायर k स्क्वायर काटिन्छ 8k इक्वल टु 16 आउँछ हेर्नुस् k इक्वल टु 2 आउँछ ठीक छ यो दुईटा लिनुभयो भने h स्क्वायर k स्क्वायर काटिन्छ का यतापट्टि 0 भयो 8k लाई त पठाइदिनुस् 8k इक्वल टु 16 र हेर्नुस् यो फर्स्ट र थर्ड वाला लिनुभयो भने h स्क्वायर k स्क्वायर काटिन्छ 12h इक्वल टु 36 आउँछ 12h इक्वल टु 36 12 3 जा 36 h इक्वल टु 3 आउँछ भनेपछि सर्कम सेन्टर हेर्नुस् त 32 हुने रहेछ सर्कम सेन्टर भनेको 32 हुने रहेछ हेर्नुस् बुझ्नु भयो ल हेर्नुस् अब अरु क्वेशन गरौँ यो निकाल्नु भयो कसले निकाल्नु भयो यो निकाल्नु भएन 83 को ल हेर्नुस् 83 को हेर्नुस् अब निकाल्नु भएको छ भने भनिदिनुस् है अहिले नै 5 मिनेट 28 निकाल्नु भयो ल ठीक छ 28 नै राइट आन्सर हो हेर्नुस् 23 देखि 33 सम्म इवन नम्बर के होलान् 23 24 हो 26 28 30 32 हो है यति तीनटाको कन्सेक्युटिभ बनेछ भनेसी यति तीनटाको एभरेज लिन पर्यो एभरेज लिनुस् तीनवटाको एभरेज 24 प्लस 26 प्लस 28 डिवाइड बाइ 3 हुन्छ कति आउँछ हेर्नुस् अब यदि तीनटाको एभरेज भयो अब हेर्नुस् कन्सेक्युटिभ बने त्यही भएर यो लगातारै लिनुपर्छ यसरी यो तीन टोटल लिन पाइन्छ अब ठीक छ एउटा यो लिन पाइन्न कन्सेक्युटिभ हुन पर्यो 26 28 30 लिन पर्यो अब 26 28 30 को पनि हेर्नुस् चेक गर्नुस् 26 प्लस 28 प्लस 30 डिवाइड बाइ 3 गर्नुस् यसको कति आउँछ हेर्नुस् जुन चाहिँ अप्सनमा हुन्छ त्यसमा टिक लगाइदिनुस् 28 र यो 30 र यो 32 छ भनेपछि 28 प्लस 30 प्लस 32 डिवाइड बाइ 3 यसको कति हुन्छ ल भन्नुस् त यसको चाहिँ ठ्याक्कै 28 हुन्छ क्या निकाल्नुस् यो तपाईहरुले आफै निकाल्नुस् तीनवटा मध्ये जुन अप्सनमा देख्नुहुन्छ एउटा मात्रै अप्सन भेट्नुहुन्छ तपाईले यो 28 वाला भेट्नुहुन्छ त्यसमा टिक लगाइदिनु होला यो क्वेशन मैले पहिल्यै गरिसके थिए ल 84 नम्बरको हेर्नुस् अब यो बुझिसक्नु भयो हैन तपाईहरुले 84 नम्बरको यो फिगर दिएको छ m and n are the midpoints of two sides ABCD is a square जसको साइड 2 दिएको छ हेर्नुस् ABCD को साइड के दिएको छ 2 दिएको छ भने पछाडी यो 1 हुन्छ यहाँ बनाइदिन्छु म तपाईहरुलाई हेर्नुस् यो मिड पोइन्ट हो यसरी जोइन भएको छन् भनेपछि यो 2 भइसके पछाडी त यो 1 1 भयो यो 1 भयो यो 1 भयो यो पनि 1 भयो यो पनि 1 भयो भएन भयो है यो 2 छ यो 2 भयो 1 + 1 2 भयो यो कति भयो यो √2 भयो हेर्नुस् है यो √2 भयो यो कति हुन्छ ल भन्नुस् त यो √2 को आधी हुन्छ हेर्नुस् √2 को आधी हुन्छ किन कुन प्रपर्टीले हुन्छ ल भन्नुस् त
line joining the midpoints of two sides of a triangle is half of the third side. Line joining the midpoint of two sides of a triangle is half of the third side. अनि पछाडी पेरिमिटर कति आयो पेरिमिटर जोड्दिनुस् कसलाई जोड्नु पर्यो पेरिमिटरको लागि यसलाई जोड्न पर्यो यसलाई जोड्न पर्यो यसलाई जोड्न पर्यो यसलाई जोड्न पर्यो सम अफ अल साइड्स है यो शेडेड पार्टको चाहिँ पेरिमिटर निकाल्न भनेको छ यो शेडेड रिजनको चाहिँ पेरिमिटर निकाल्नु भनेको छ क्वेशन हेर्नुस् त फाइन्ड द पेरिमिटर अफ द शेडेड रिजन जुन यो शेडेड रिजन छ त्यसको चाहिँ पेरिमिटर निकाल्नु भनेको छ हेर्नुस् आइसक्यो कति भन्दाखेरि 1 + 1 2 भयो एकैचोटी म जोड्दिन्छु सबै 1 + 1 + √2 + √2/2 कति भयो भन्दाखेरि यो 2 भयो प्लस √2 + √2/2 एलसीएम लिनु भयो भने 2 हुन्छ 4 हुन्छ 2 √2 हुन्छ √2 हुन्छ पछाडि 4 + 3 √2/2 हुन्छ पेरिमिटर यो √2 हैन यो √2 हैन यो 2 2 छ भने यो √2 हैन यो हुन्छ तपाईको 4 + 4 8 हुन्छ यो हुन्छ √8 हुन्छ यो √8/2 हो √8/2 त्यो भनेको 2 √2 2 + 2 √2 + √2 2 + 3 √2 आउँछ हेर्नुस् 2 + 3 √2 है बी को यो 28 भयो ठीक छ मिलाउनुहुन्छ हेर्नुस् सर एक फेर फेरि बताइदिनु न ल हेर्नुस् फेरि बताइदिन्छु एक फेर क्वेशनमा हेर्नुस् त एउटा स्क्वायर दिएको छ हैन यस्तो स्क्वायर दिएको छ जसको साइड 2 छ र मिड पोइन्ट दिएको छ m र n मिड पोइन्ट हुन् एबीसीडी स्क्वायर हो ए बी सी डी यो स्क्वायर हो m र n मिड पोइन्ट हुन् m कहाँ छ n कहाँ छ यहाँ छ हेर्नुस् अझै यो दिएको छैन हामीलाई यो अझै यो यस्तो गरौँ ल हेर्नुस् यहाँ ठीक छ यो तपाईको पोइन्ट m के हो त मिड पोइन्ट हो n पनि के हो त मिड पोइन्ट हो यदि यो 2 भयो भने यो कति हुन्छ त यो 1 हुन्छ हेर्नुस् बराबर हुन्छ यो र यो 1 हुन्छ हेर्नुस् ठीक छ त्यसपछि हेर्नुस् यो पनि के हुन्छ त 1 हुन्छ यो पनि के हुन्छ त 1 नै हुन्छ किनभने 2 हो टोटल लेन्थ हैन 1 1 भयो अब हेर्नुस् यो 2 र यो 2 छ भने यो राइट एंगल ट्रायंगलमा हेर्नुस् त राइट एंगल ट्रायंगलमा यो राइट एंगल ट्रायंगलमा हेर्नुस् त BD = कति आउँछ पाइथागोरस थ्योरम लगाउनुस् BD = 4 + 4 8 आउँछ के √8 आउँछ कति आउँछ √8 आउँछ ठीक छ √8 आउँछ यदि BD = √8 छ भने BD = √8 छ भने mn के हुन्छ त ठ्याक्क आधी हुन्छ त्यसको किन line joining the midpoints of two side of a triangle is half of the third side के हुन्छ त आधी हुन्छ थर्ड साइड को आधी हुन्छ बुझ्नु भयो त्यही भएर यो कति हुन्छ त भन्दाखेरि √8/2 हुन्छ यो चाहिँ यसको लेन्थ √8/2 हुन्छ ओ पेरिमिटर अफ द शेडेड रिजन पत्ता लगाउनुस् त कति हुन्छ पेरिमिटर अफ द शेडेड रिजन यो शेडेड रिजन यसको त पेरिमिटर निकाल्न पर्यो पेरिमिटर भनेको एरिया हैन है कतिपय झुक्किनुहुन्छ शेडेड रिजन भनेछ एरिया होला भनेर फटाफट एरिया किनभने आत्तेको हुन्छ के शेडेड रिजन भन्ने बित्तिकै एरिया हैन पेरिमिटर सोधेछ त्यो पेरिमिटर भनेको
एनडी प्लस हैन डीबी प्लस बीएम प्लस एमएन हुन्छ बुझ्नुभयो एनडी भनेको 1 √8 यो पनि 1 √8/2 अब बुझ्नुभयो यो बुझ्नुभयो यो Yes, sir. In an election, a candidate secures 35% votes and is defeated by other candidate by a margin of 450 votes. Find the number of votes. Last मा गरेको थियौं यो हेर्नु हेर्नुस् 35% भोट ल्याएको छ भने 65% भोट कसले ल्याएको हुन्छ अर्कोले ल्याएको हुन्छ हैन आफूले 35% भोट ल्याएको छ भने अपोनेन्टले कति ल्याउँछ 65% ल्याउँछ हो कि हैन हो 35% भोट कति हो 35/100 इन्टु x हुन्छ हैन टोटल भोट x हो मान्नुस् 65% भोट कति हुन्छ 65/100 इन्टु x हुन्छ अब यो भोटले यो भन्दा कति कम छ भन्दाखेरि 450 कम थियो क्या 450 ले यसले जित्यो हैन 65x/100 ले कसलाई जित्यो 35x/100 लाई कतिले जित्यो 450 लाई जित्यो ठीक छ अब यहाँबाट तपाईले निकाल्दिनुस् x को भ्यालु 65x/100 minus 35x/100 इक्वल टु 450 भयो यो भनेको 100 एलसीएम भयो 65 minus 35 भनेको 30x भयो 450 ठीक छ एउटा 0 काट्यो फेरि यो 15 जा हुन्छ 15 त्यहाँ 45 x इक्वल टु 1500 भोट ठीक है x इक्वल टु 1500 भोट अब अरु क्वेशन हेरौं If the sum of 5 consecutive integers is 5, what is the largest of those integers? Yes, दिएको छ पनि है consecutive number हेर्नुस् यदि मैले n मान एउटा भने त्यसको consecutive number कति हो n + 1 हो यतातिर n - 1 पनि हुन्छ n + 2 यसको consecutive फेरि यसको consecutive n - 2 पनि हुन्छ फेरि हेर्नु जस्तै मैले 5 माने भने यो 6 भयो 6 + यो 7 भयो यो 4 भयो यो 3 भयो consecutive number हुने यिनीहरु भएन consecutive number हुन् कि हैनन् हो है यिनीहरुको सम हेर्नुस् यिनीहरुको सम इक्वल टु कति दिएको छ यस दिएको छ सम चाहिँ जोड दिनुस् त सबै 2 र 1 2 र 2 काटिन्छ 1 र 1 काटिन्छ 5 n आउँछ हेर्नुस् n इक्वल टु s/5 भयो ठीक छ सबैभन्दा ग्रेटेस्ट नम्बर कुन छ ल भन्नुस् त ग्रेटेस्ट नम्बर तपाईलाई स्मलेस्ट नम्बर सोध्दिन सक्छ ग्रेटेस्ट नम्बर इक्वल टु n + 2 हो त्यो भनेको s/5 + 2 s + 10/5 अथवा हैन सम अफ
प्रोडक्ट अफ 5 consecutive integers सोध्न सक्छ सम जस्तै प्रोडक्ट अफ 5 consecutive integers इज यति which is the largest number हैन 5 हुन सक्छ 6 हुन सक्छ ओड नम्बर हुन्छ ठीक छ consecutive integer यहाँ 5 बने जस्तै 7 हुन सक्छ हैन 11 हुन सक्छ ओड मा हुन्छ ठीक छ अहिले सम मा सोधे जस्तो प्रोडक्ट मा सोध्न सक्छ भनेको तपाईहरुलाई if a is equal to 16b b is a prime number greater than 2 how many positive distinct factors does a have लस्को भन्नुस् त टु चाहिँ कसरी निकाल्नु भयो तपाईले त्यो भन्नुस् त टु कसरी निकाल्नु भयो आफ्ताब हुसैन तपाईले टु कसरी निकाल्नु भयो सर यो अर्को हजुर मिस्टेक भयो ए हेर्नुस् b इज अ प्राइम नम्बर हो भने b प्राइम नम्बर हो भने a इज इक्वल टु 16b लाई फ्याक्टराइज गर्नुस् त फ्याक्टरको फर्ममा लेख्नुस् त a इज इक्वल टु 16b लाई 16 भनेको प्राइम नम्बर हैन फ्याक्टर गर्न मिल्छ अझ यसलाई हेर्नुस् कसरी फ्याक्टर गर्न मिल्छ 2 2 जा 4 2 जा 8 2 जा 16 भयो ठीक छ b त आफै प्राइम नम्बर हो भनेपछि कतिवटा डिस्टिंक्ट फ्याक्टरहरु छन् ल भन्नुस् त 16b को 16b को हेर्नुस् त 16 का फ्याक्टरहरु निकाल्नुस् 16 का फ्याक्टरहरु निकाल्नुस् त 16b को फ्याक्टर निकाल्न छ भने फ्याक्टर्स अफ 16b आर 16 को पहिला फ्याक्टर निकाल्नुस् त एउटा 1 ले डिवाइड गर्न सक्छ 2 ले पनि डिवाइड हुन्छ हैन 2 ले पनि डिवाइड हुन्छ हैन 2 ले 16 लाई डिवाइड हुन्छ भने b लाई डिवाइड गर्न सक्छ के सक्दैन जस्तै 16 into 3 छ भने 2 ले डिवाइड गर्न सक्छ हेर्नुस् है त्यसपछि 3 ले सक्छ के सक्दैन 3 ले 3 ले सक्दैन 4 ले हेर्नुस् 4 ले पनि डिवाइड गर्न सक्छ ठीक छ 4 ले अनि 8 ले पनि सक्छ हेर्नुस् 8 दुना 16 8 पनि फ्याक्टर हो ठीक छ 8 दुना 16 त्यसपछि हेर्नुस् 4 4 जा 16 8 दुना 16 अनि 16 एकानी 16 ठीक छ यो भयो अब हेर्नुस् b मात्रै पनि एउटा फ्याक्टर हो b मात्रै b ले पनि डिवाइड गर्न सक्छ 16b लाई ठीक छ अब हेर्नुस् 2 र b मिसाइदिए भने अर्को नम्बर बन्छ त्यसले पनि डिवाइड गर्न सक्छ 16b लाई ठीक छ 2 र b 4 र b मिसाइदिए भने 4 र b ले पनि 16b लाई डिवाइड गर्न सक्छ त्यो पनि फ्याक्टर हो ठीक छ अर्को 8b ले पनि 16b लाई डिवाइड गर्न सक्छ 8 2 जा 16 8b ले पनि 16b लाई डिवाइड गर्न सक्छ फ्याक्टर हो यो पनि अर्को 16b ले पनि डिवाइड गर्न सक्छ 16b लाई अरु छन् किन हेर्नुस् त अब अरु बनाउन सकिन्छ सकिदैन होला कतिवटा भए गर्नुस् त 1 2 3 4 5 6 7 8 9 10 b ले मात्रै पनि सक्छ b मात्रै लेखेछु 10 वटा हुने रहेछन् हेर्नुस् यसका फ्याक्टर 10 वटा हुने रहेछन्
बी चाहिँ पहिले प्राइम नम्बर हो, त्यही भएर यदि प्राइम नम्बर नभएको भए हुँदैन थियो, बी लाई पनि फ्याक्टराइज गर्नु पर्थ्यो नि त, बी लाई पनि प्राइम फ्याक्टरमा कन्भर्ट गर्नु पर्थ्यो। बी आफै प्राइम छ, त्यही भएर बी लाई अब चिप्काएर अरू नम्बर बनाउन सकिन्छ। हेर्नुस् 2b 4b 8b 16b। कतिवटा 11वटा भयो क्या हो? अप्सन यहाँ कतिवटा छन्? 1 2 3 4 5 अनि यो 6 7 8 9 10 10वटा हुन्छन् 1b। ठिकै हो, 10वटा हुन्छन् है यसको राइट एन्सर। अब अप्सनमा चाहिँ अरू दिएको छ, नत्र भने हेर्नुहोस् यही चेक गरिदिन्छु म। प्राइम नम्बर ग्रेटर देन 2 भनेको छ भने पछाडि त्यो 3 हुन सक्छ तर 1 होइन भनेर भनेको है बी लाई, र 2 पनि होइन भनेर भनेको। ठीक छ, ठीक छ हाम्रो यो। सर एउटा क्वेशन छ सर। सुन्नु 1/3 सुन्नुहुँदैछ सर? रोक्नु है, रोक्नु। हुन्छ। ल, यसको 10वटा हो करेक्ट। यसको एन्सर राइट करेक्ट एन्सर चाहिँ 10 हो है। यसको एकदम पर्फेक्ट करेक्ट एन्सर हो 10। 5/8 of 24 is equal to 15/8। तपाईको भन्नुस् तपाईको क्वेशन। सर यस्तो छ 2 को पावर x इक्वल टु 2 को पावर x इक्वल टु 3 को पावर y 3 को पावर y इक्वल टु 6 को पावर माइनस z। 6 को पावर माइनस z। Then the value of 1/x plus 1/y plus 1/z is equal to what? 1/x 1/y 1/z याद गर्नुभयो। त्यसो भए हेर्नुस् यहाँ चाहिँ यसलाई हेर्नुस् 6 लाई हेर्नुस् 2 into 3 लेख्न पाइन्छ माइनस z। यो भने 2 को पावर माइनस z 3 को पावर माइनस z हो। ठीक छ, हेर्नुस् अब 2 को पावर x 2 को पावर x 3 को पावर y 3 को पावर y यसरी लेख्नुस्। फर्स्ट र थर्ड लिनुस्। फर्स्ट र थर्ड लिनुभयो भने तपाईले फर्स्ट र थर्ड लिनुभयो भने 2 को पावर x इक्वल टु 2 को पावर माइनस z 3 को पावर माइनस z छ है। हेर्नुस् 2 यता जान्छ 2 को पावर x डिवाइड बाइ 2 को पावर माइनस z इक्वल टु 3 को पावर माइनस z। यहाँबाट हेर्नुस् 2 को पावर x प्लस z हुन्छ। हेर्नुस् इक्वल टु 3 को पावर माइनस z भयो।
है र अब यो थर्ड र यो लेखौँ अब यो र यो ठिक छ 3 को पावर y इक्वल टु 2 को पावर माइनस z 3 को पावर माइनस z छ 3 को पावर y प्लस z इक्वल टु 2 को पावर माइनस z हेर्नुहोस् डिभाइड गरिदिनुहोस् त इक्वेसन 1 इक्वेसन 2 ले डिभाइड गरिदिनुहोस् कति आउला 3 को पावर y 3 को पावर z 2 को पावर x 2 को पावर z यो चाहिँ हुन्छ तपाईको डिभाइड गरेर त त्यही आउँछ 1/x + 1/y + 1/z इक्वल टु यस्तो गर्नुस् यसलाई यहीबाट गर्नुस् हेर्नुस् यहीबाट गर्नुस् यो झन्झट गर्नु पर्दैन 2 को पावर x इक्वल टु 3 को पावर y भने पछाडि 2 को पावर x by y गर्दा के होला स्क्वायर के अरे जस्तै हामीलाई स्क्वायरिङ अन बोथ साइड गर्छौँ नि स्क्वायरिङ अन बोथ साइड गर्छौँ नि त्यस्तै x by y इक्वल टु 3 को पावर y by y गर्न मिल्छ मिल्ला कि नमिल्ला यो जस्तै हामीले गर्छौँ नि स्क्वायरिङ अन बोथ साइड त्यस्तै स्क्वायर रुट अन बोथ साइड गर्न मिल्छ त्यस्तै तपाईले गर्नु नि 2 को पावर x by y इक्वल टु 3 भयो ठीक छ र अझै एउटा के लिनुस् भन्दाखेरि यो मेटाइदिनुस् एकछिनको लागि 3 भयो हेर्नुस् तपाईले बाटो चाहिँ चिन्नु पर्छ के x by z लिनको लागि 2 को पावर x इक्वल टु 6 को पावर माइनस z हो हैन 2 को पावर x by z इक्वल टु 6 को पावर माइनस z by z हुन्छ कि हुँदैन हुन्छ है जस्तै स्क्वायरिङ अन बोथ साइड गरिन्छ त्यस्तै स्क्वायर रुट अन बोथ साइड त्यस्तै z रुट अन बोथ साइड गरेको यो है 2 को पावर x by z इक्वल टु कति भयो 6 को पावर -1 भयो 1/6 भयो यो भनेको ठीक छ
सर छोडिदिनु बरु गरेर पठाइदिनु होला बरु पछि 10%। अब हेर्नुहोस् यो दुईटा मल्टिप्लाई गर्नुभयो भने पावर एड हुन्छ यिनीहरू दुईटाको। यो दुईटा मल्टिप्लाई गर्नुभयो भने पावर एड हुन्छ। हेर्नुहोस् 2 को पावर x by y 2 को पावर x by z इक्वल टु 3 into 1 by 6 भयो। 2 को पावर x by y प्लस x by z भयो। 3 2 जा 6 भयो हैन। भने पछाडि हेर्नुहोस् यो 2 को पावर -1 हो। 2 को पावर x by y x by z इक्वल टु 2 को पावर -1 भयो। यो भनेको x by y प्लस x by z इक्वल टु -1 हेर्नुहोस् त हैन। भने पछाडि अब x कमन लिदिनु भयो भने x कमन लिदिनु भन्यो भने 1 by y प्लस 1 by z इक्वल टु -1 भन्नुको मतलब यो नि मेटाइदिउँ, काम छैन यो। तपाईको आइहाल्यो हेर्नुहोस्। यो भनेको 1 by y प्लस 1 by z इक्वल टु -1 by x 1 by x प्लस 1 by y प्लस 1 by z इक्वल टु 0 आउँछ। तपाईको 0 आउँछ है। 0 आउँछ। हेर्नुहोस् 5 by 8 of 24 is equal to 15 by 7 of what number? यता सजिलो हो। 5 by 8 of 24 is equal to 15 by 7 of x गरिदिनुस् अथवा a गरिदिनुस्। 8 3 जा 24 5 3 15 15 by 7 यो 7 नै हुनुपर्छ हैन। x को भ्यालु 7 नै हुनुपर्छ 15 इक्वल टु 15 हुनलाई। नत्र पनि यहाँ निकाल्दिनुस्। 15 15 काटिन्छ x इक्वल टु 7 आउँछ। हेर्नुहोस् यो यही गरिदिन्छु। if cp of 20 chairs is same as the sp of 16 such chairs loss or gain percentage is भनेर हेर्नुहोस् 20 वटाको चेयरको दाम 16 वटा बेच्दाखेरि आइहाल्छ भनेसी कति होला? गरेको क्वेशन थियो क्लासमा गरेको थियौं हामीले। हेर्नुहोस् एउटा चेयरको मूल्य x मान्नुस् 20 चेयरको कति हुन्छ 20x हुन्छ हैन। एउटा चेयर बेचेको y मान्नुस् 16 वटा चेयर बेचेको 16y भयो। के हुन्छन् त बराबर हुन्छन्। ठीक छ बराबर हुन्छन् भने हेर्नुहोस् 4 5 जा 20 4 4 जा 16 हैन। अब लस और गेन पर्सेन्ट गेन हुन्छ भनेर त थाहा भइसक्यो। पर्सेन्टेज गेन इक्वल टु कति एसपी माइनस सीपी बाइ सीपी इन्टु 100% हैन। एसपी भनेको कति हो? एसपी भनेको सेलिङ प्राइस एउटा चेयरको गरे पनि हुन्छ है। y रुपीजमा बेचेछ x रुपीजमा किनेको हो x इन्टु 100%। ठीक छ हेर्नुहोस् y बाइ x माइनस 1 इन्टु 100% हुन्छ। y बाइ x भनेको कति हुन्छ 5 by 4 हुन्छ। हेर्नुहोस् 5 by 4 minus 1 into 100%। 1 by 4 into 100 त्यो भनेको 25% तपाईको प्रॉफिट आउँछ। ठीक छ सर मेरो एउटा क्वेशन थियो। क्वेशन यस सर। ल भन्नुहोस् क्वेशन के हो? A dice is rolled once, then the probability that the outcome of either prime number or an odd number is प्राइम नम्बर और ऑड नम्बर भन्नुभयो। yes sir। हेर्नुहोस् प्राइम नम्बर पनि ऑड नम्बर पनि हुने गरी निकाल्दिनुस् त। ऑड नम्बर 1 पनि हो 2 प्राइम नम्बर हो
3 प्राइम नम्बर पनि हो अड नम्बर पनि हो 4 प्राइम पनि होइन अड पनि होइन 5 प्राइम नम्बर हो 6 कुनै पनि होइन भनेपछि कतिवटा भयो 4/6 हुन्छ 2 2 जा 4 2 3 जा 6 प्रोबेबिलिटी यही हो So एउटा अझै छ. What are the total outcomes when we throw 3 coins? 3 coins Yes sir. 3 coins भनेपछि कि त हेड 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 हैन कि त हेड के हुन सक्छ ल भन्नु त कम्बिनेसन Head head tail tail tail. हेड अनि टेल टेल हुन सक्छ हेड हुन सक्छ हैन अगाडिको हेड फिक्स गरिदिनुस् अगाडि हेड फिक्स गर्नुभयो भने सर दुईटा जोइन गरिदिनु न जोइन हुनु भएन यहाँ सिलेक्ट भइसक्यो खोइ गर्नुहोस् न गर्नु नै भएको छैन सेन्ड नै गर्नु भएन जोइन हुनुभयो जोइन हुनुभयो ल ठीक छ त्यसो भए हेर्नुहोस् हेड हेड फिक्स गरिदिनुहोस् पहिला त्यसपछि हेड र टेल आउन सक्छ हेड र हेड आउन सक्छ हेड र टेल आउन सक्छ टेल र हेड आउन सक्छ टेल र टेल आउन सक्छ ठीक छ त्यसपछि टेल फिक्स गरिदिनुहोस् टेल फिक्स गरिदिनुहोस् हेर्नुहोस् हेड र हेड आउन सक्छ हेड र टेल आउन सक्छ टेल र हेड आउन सक्छ टेल र टेल आउन सक्छ कतिवटा हुने रहेछन् 8 वटा हुने रहेछन् 2 को पावर 3 हुने रहेछ हेर्नुहोस् 3 चोटी गरिन्छ भने 2 को पावर 3 4 चोटी गरिन्छ भने 2 को पावर 4 किनभने आउन सक्ने भनेको हेड र टेल मात्रै हो त्यो भनेको दुईटा मात्रै छ जति चोटी गरिन्छ त्यतिवटा क्युब गरिदिनुस् 3 चोटीको लागि 3 क्युब भयो 4 चोटीको लागि पावर 4 5 चोटी टोस गरिएछ भने पावर 5 त्यसरी गर्नुस् ठीक छ नम्बर अफ आउटकम्सहरु यिनै हुन् सर हजुर के छ भनेपछि क्वेशन आएको Yeah, the angle between vector A equal to I plus 3j, B vector B equal to 2I plus j. I plus 3j Sir. B is equal to 2I plus j. डट प्रोडक्ट निकाल्दिनुस् डट प्रोडक्ट निकालेर अनि हेर्नुस् म्याग्निट्युड निकाल्न जान्नुहुन्छ म्याग्निट्युड A is equal to हेर्नुस् अंडर रूट 1 स्क्वायर प्लस 3 स्क्वायर भयो 3 जा 9 9 1 10 म्याग्निट्युड यो हो B is equal to म्याग्निट्युड हेर्नुस् 2 स्क्वायर प्लस 1 स्क्वायर 4 प्लस 1 5 भयो A डट B भनेको सीधा सीधा मल्टिप्लाई गर्ने हो हेर्नुस् I र I सित मल्टिप्लाई गरिदिनुस् J र J सित मल्टिप्लाई गरिदिनुस् जोड दिनुस् 2 1 जा 2 भयो 3 1 जा 3 भयो कति आयो 5 आयो भनेपछि cos थीटा इज इक्वल टु A डट B डिवाइड बाइ AB गरिदिनुस् तपाईको आन्सर आइहाल्यो ठीक छ √2 हुन्छ आन्सर भनेपछि cos थीटा इज इक्वल टु कति होला 1 भन्दा ठुलो आयो एंगल 1 भन्दा ठुलो आउन सक्दैन यो तल हो माथि 5 हो तल हो यो 1/√2 हुन्छ माथि 5 हो यो √10 र √5 तल हो 1/√2 आउँछ एंगल चाहिँ कति हुन्छ 45 डिग्री हुन्छ ठीक छ म्याग्निट्युड निकाल्न जान्नु भयो म्याग्निट्युड Yes sir. डट प्रोडक्ट पनि I र I सित J र J सित मल्टिप्लाई गरिदिनु जोड दिने हो तर the longest chord of a circle is diameter हो माइक्रोफोन अफ गरिदिनु माइक्रोफोन
If the diameter of the circle is 36, find the length of arc ABC. हेर्नुस् यही दिएको छ हेर्नुस् diameter of the circle is 36 भनेपछि रेडियस कति होला डायमिटर यहाँबाट होला हेर्नुस् डायमिटर BC होला डायमिटर हेर्नुस् यो 40 डिग्री दिएको छ भने यो 80 डिग्री हुन्छ ठीक छ देखिराखेको छ सर्कल छ यहाँ हेर्नुस् एउटा डायमिटर दिएको छ यहाँ यो एंगल दिएको छ हामीलाई 40 डिग्री भने यो एंगल कति होला भन्नुस् यो डायमिटर हो यो एंगल कति होला 80 डिग्री होला यो 80 डिग्री भइसके पछाडी यो आर्क कति हुन्छ यो आर्क कति हुन्छ आर्क AC इक्वल टु आर थीटा हुन्छ 80 डिग्री लाई कति पाई लेख्न मिल्छ भन्नुस् त रेडियस बनेको 18 डायमिटर 36 छ यो 80 डिग्री लाई हामीले उसमा कन्भर्ट गर्नु पर्यो पाई मा 80 by 180 into पाई गर्दिनुस् ठीक छ त्यो आर्क आयो तर हामीलाई आर्क सोधेको यसको हो आर्क सोधेको हामीलाई यसको हो यो आर्क निकाल्नु भनेको त्यो चाहिँ 2 पाई r बाट घटाइदिनु होला ठीक छ 18 10 जा हुन्छ यो चाहिँ काटेर 8 पाई हुन्छ र तपाईको आर्क ABC इक्वल टु 2 पाई r भनेको 18 माइनस 8 पाई हुन्छ 18 दुना 36 पाई माइनस 8 पाई कति होला त्यो चाहिँ तपाईको निकाल्नु 32 8 36 हुन्छ हुँदैन 28 8 36 हुन्छ 8 8 16 28 पाई हुन्छ यसको आन्सर 28 पाई हुन्छ है ल 92 को हेर्नुस् if A and B can do a piece of work in 20 days if A alone can do the whole work in 36 days how many days B finish the work alone ल हेर्नुस् एफिसिएन्सी वाला टेक्निकले गर्नुस् एकैचोटीमा हुन्छ यो हैन यहाँ हेर्नुस् मेन छन् वर्क छन् डेज छ एफिसिएन्सी गर्नुस् एफिसिएन्सी प्लस माइनस सिधै गर्न पाइन्छ के एफिसिएन्सी किनभने दुईटाको जोडेर दिएको छ हेर्नुस् A प्लस B को दिएको छ A को दिएको छ B को निकाल्ने हो भने सिधै A प्लस B बाट A को घटाइदिँदा B को आउँछ के भन्दाखेरि एफिसिएन्सी घटाउनु पर्छ ठीक छ हेर्नुस् एउटा वर्क कति दिनमा गर्न सक्छन् A प्लस B ले 20 दिनमा गर्न सक्छन् है A ले एलोन एउटा वर्क कति दिनमा गर्न सक्छ 36 दिनमा गर्न सक्छ 20 र 36 को एलसीएम कति होला 20 दुना 40 36 इन्टु कति यो 20 त यो उसको मल्टिप्लाई मा जान्छ 36 इन्टु 5 गर्नुस् 36 इन्टु 5 20 पंचे कति हुन्छ 36 इन्टु 5 So 180 180 हुन्छ हो यो चाहिँ इन्टु 9 हुन्छ ठीक छ इन्टु 9 हुन्छ भने पछाडी एफिसिएन्सी इक्वल टु टोटल वर्क लाई 180 मान्नुस् टोटल वर्क लाई 180 मान्नुस् हेर्नुस् 20 डेज भने पछाडी यो 9 भयो यो 5 भयो ठीक छ एफिसिएन्सी वर्क अपन डेज एफिसिएन्सी आयो B को एफिसिएन्सी के हुन्छ ल भन्नुस् B को 9 - 5 4 हुन्छ हैन 180 टोटल वर्क भ्याउनलाई कति टाइम लाग्छ ल भन्नुस् त कति इन्टु 4 गरे भने 180 आउँछ 180 by 4 गर्दिनुस् त 4 4 जा 16 4 5 जा 20 45 दिन लाग्छ क्या
बुझ्नुभयो यो चाहिँ 9 बाट 5 घटाइदिएको सिधै 4 आयो 9 बाट 5 घटाएर सिधै 4 आयो हेर्नुस् अनि 4 ले चाहिँ कति चित्त मल्टिप्लाई गर्दाखेरि 180 आउँछ है त्यो गरेको फेरि भन्दिन्छु ल हेर्नुस् यति चाहिँ हामीसित छ हेर्नुस् यति चाहिँ 20 र यो 36 यति क्वेशनले भनेको छ ए र बी मिलेर एउटा काम 20 दिनमा सकाउँछन् ए ले मात्रै 36 दिनमा सकाउँछ भने बी ले कति दिनमा सकाउँछ भनेर चाहिँ क्वेशन हो अब हेर्नुस् इन दुईटाको एलसीएम कति होला 20 दुना 40 गर्दै जानुस् यसको पछाडी 20 को चाहिँ मल्टिपलहरु हेर्दाखेरि सबै पछाडी 0 आउँछ र 0 आउने सबैभन्दा लिस्ट नम्बर भनेको 5 मा हुन्छ 6 5 30 गर्दा 180 आउँछ है किनभने 20 को मल्टिपल्सहरु हेर्दै जानुहुन्छ भने 20 को मल्टिपल्सहरु 21 जा 20 22 जा 40 हैन 23 जा 60 24 जा 80 25 जा 100 यसरी सबै पछाडी के हुन्छन् त 0 0 हुन्छन् के 0 0 0 सबै पछाडी 0 0 हुन्छन् 36 को मल्टिपल्सहरु हेर्दाखेरि 0 0 सबै आउँदैनन् है एकैचोटी 5 मा आउँछ हेर्नुस् एकैचोटी 5 मा कति आउँछ 1 2 3 4 5 मा 180 आउँछ यो चाहिँ कति मा आउँछ 9 मा आउँछ 180 ठीक छ यो 0 भएको नम्बर एउटामा मात्रै आउँछ 36 को र यो नै के हो त एलसीएम हो यो नै के हो त एलसीएम हो लोएस्ट कमन मल्टिपल ठीक छ फास्ट पत्ता लगाउने तरिका बताइदिएको नत्र भने त्यही तरिकाले गर्दा पनि हुन्थ्यो यो पनि फास्टै हुन्छ 20 र 36 गर्नुस् हेर्नुस् 4 गर्दिनुस् 4 5 जा 20 9 4 जा 36 5 को 20 20 9 जा 180 यो पनि फास्ट हुने रहेछ है हेर्नुस् 4 5 जा 20 4 29 जा 180 अब त्यो टोटल वर्कलाई 180 वर्क बनाइदिनुस् टोटल वर्कलाई 180 वर्क बनाइदिनुस् 180 वर्क बनाइदिनुस् अब इफिसिएन्सी निकाल्नुस् इफिसिएन्सी इज इक्वल टु वर्क अपन डेज हो त्यो भनेको अघि 9 हो यो चाहिँ 36 into 5 हो अब 9 minus 5 घटाउनुस् 4 आउँछ हैन a plus b बाट a को घटाइदिँदाखेरि b को आउँछ के हो त्यो सिधै घटाउन केमा पाइन्छ भन्दाखेरि इफिसिएन्सीमा सिधै घटाउन पाइन्छ भने पछाडी यो पनि टोटल वर्क 180 हो टोटल वर्क 180 सकाउनलाई यो इफिसिएन्सीले कति दिन लाग्ला भन्दाखेरि 45 दिन लाग्छ हैन 4 into 45 गरेर 180 आउन पर्यो बुझ्नु भयो अब यो यस्तै एउटा क्वेशन छ ल आजलाई यति गरौँ यो तपाईको चाहिँ लास्ट क्वेशन गरिदिन्छु आजलाई यति गरौँ अब भोलि चाहिँ तपाईहरुले चाहिँ टेलिग्राममा चाहिँ क्वेशन टेलिग्राममा चाहिँ नगर्नुस् के अरे क्लासमै गर्नुस् किनभनेदेखि अब दाइहरुले चाहिँ यहाँ राति क्लास नगर्न भन्नुभयो अनि चाहिँ अब भोलिदेखि चाहिँ म त्यो दुसै टाइम मिलाउँछु मेरो पनि ब्याक एक्जाम आइसक्यो साउन महिनामा यो अनि त्यही भएर मलाई चाहिँ अब पढ्नलाई अलिकति टाइम त्यो दाइहरुले नि भनिराख्नु भयो कि जसरी नि पास गर्नुपर्छ दाइहरुले नि प्रेसर हाल्नु भयो मलाई त्यही भएर तपाईहरुले चाहिँ टेलिग्राममा चाहिँ टेलिग्राम भन्दा पनि क्लासमै क्वेशन जति हुन्छ क्वेशन क्लासमै भन्नु होला यस सर ओके सर अब टेलिग्राम चाहिँ अब सबैको क्वेशन अब धेरै जनाले पठाउनुहुन्छ नि त मलाई क्वेशन अनि त्यही गर्दै ठिक्क हुन्छ क्या मलाई दिनभरि अनि त्यही भएर यता पढ्न पाइदैन त्यही भएर दाइले आज त्यो बताउनु भयो कि अब क्लासमै क्वेशनहरु डिल गर अब टेलिग्राम पुरै अब गर्नु पर्यो
ल तपाईको भन्नुस् लास्ट क्वेशन हेरौँ। RAM does 3/5 of a work RAM does 3/5 of a work in 12 days. in 12 days. If he finishes the remaining work in Remaining work in 4 days with the help of Sanu. help of Sanu. How long does Sanu take along? सानु भन्नुभएको। Yes, sir. How long does Sanu take along? ल हेर्नुहोस्, रामले 3/4 5 वर्क 12 डेजमा अनि बचेको काम चाहिँ 4 दिनमा विथ सानु। राम वर्क चाहिँ तपाईको वर्क डेज इफिसिएन्सी गरेर मिल्छ। यसरी दुईटाले मिलेर गरेको छन् भने हैन, एकजनाको सिंगलमा सोधेको छ भने त्यो गर्न मिल्छ है। रामले चाहिँ 3/5 वर्क गरेको, 3/5 वर्क कति दिनमा 12 डेजमा है। ल राम र सानु मिलेर, राम र सानु मिलेर चाहिँ रिमेनिङ वर्क कति हुन्छ? 3/4 वर्क सकिसक्यो, रिमेनिङ वर्क 2/5 हुन्छ। हेर्नुहोस्, अब सिधै गर्नु पर्यो। 5 भागको 3 भाग सके पछाडि 2 भाग बच्छ हैन। 2/5 वर्क बचेको छ भने 2/5 वर्क चाहिँ कति दिनमा सकियो? 4 दिनमा सकियो, राम र सानु। अब हेर्नुहोस् 12 र 4 को एलसीएम लिनुस्। 12 र 4 को एलसीएम लिनुस्। ट्वेल्भ र 4 को एलसीएम 12 हुन्छ हैन। भनेपछि 3/5 इन्टु 12 गर्नुस् त, 2/5 इन्टु 12 गर्नुस्। सर हजुरको मेथडबाट गर्नु। इफिसिएन्सी यो दुईटालाई बराबर गराउन सकिन्छ वर्कलाई। हेर्नुहोस्, वर्कलाई बराबर गराउन सकिन्छ। राम र सानुले चाहिँ 2/5 वर्क 4 दिनमा सक्छन्। रामले चाहिँ 4 दिनमा कति काम गर्छ त्यसरी निकाले पनि हुन्छ, नत्र भने हेर्नुहोस्, रामले चाहिँ 3/5 वर्क गर्छ 12 डेजमा। रामले चाहिँ 1 दिनमा 4 दिनमा कति काम गर्छ? 4 दिनमा 3/5 4/12 काम गर्छ 4 दिनमा। रामले मात्र एक्लै गर्यो भने यति काम हुन्छ हैन। भने पछाडि 4 3 जा 12 हो, 3 3 काट्यो, 1/5 वर्क रामले गर्दो रहेछ 4 दिनमा है।
अब 2/5 छ भने पछाडि अरु काम चाहिँ श्यामले गरेको, सानुले गरेको अरु काम। हेर्नुस् त यो राम र सानु मिलेर 4 दिनमा 2/5 काम गर्छन्। राम एक्लै 4 दिनमा 1/5 गर्छ भने सानुले कति काम गरेको रहेछ त्यसमा? सानुले पनि 1/5 काम गरेको रहेछ 4 दिनमा, हो कि हैन? चार दिनमा सानुले पनि 1/5 काम गरेको रहेछ भने पछाडि सानुले 4 दिनमा 1/5 काम गर्छ भने टोटल काम चाहिँ 5 चौको 20 दिनमा गर्छ। एन्सर यसको 20 हो। सानु does 1/5 work in 4 days भने पछाडि सानु does 1 work in 20 days। बुझ्नुभयो यो? यहाँनेरि बुझ्नुभयो? यहाँनेरि 1/5 मेन यो के रे एन्सर कति आएको छ यसको? 20 days हो। बुझ्नुभयो कि बुझ्नु भएन? यसको एन्सर 20 डेज नै दिएको छ। बुझ्नुभयो यो गरेको? 1/5 कसरी छ? 1/5 बुझ्नु भएन? यसै बुझ्नुभयो कि नहीं? रामले चाहिँ 3/5 वर्क 12 दिनमा गर्छ भने रामले 4 दिनमा कति वर्क गर्छ निकाल्दिनुस् त। यति निकाल्दिनु भयो भने त काम बनिहाल्यो। हेर्नुस् 4 लाई 3 वटा भाग गरिदिनुस् न, यो 12 दिनमा कति हुन्छ भनेपछि 4 दिन 4 दिन 4 दिन हैन? भने पछाडि 1/5 वर्क 1/5 वर्क 1/5 वर्क 12 दिनमा 3/5 वर्क सकिन्छ। 4 दिनमा 1/5 वर्क सकिन्छ। त्यसरी गरे पनि भयो, नत्र भने हेर्नुस् युनिटरी मेथड लगाइदिनुस् हैन। एक दिनमा कति काम गर्न सकिन्छ? एक दिनमा कति काम गर्न सकिन्छ? 3/5 इन्टु 12 भयो। 12 ले डिवाइड गरेको के। 12 दिनमा 3/5 काम गर्न सकिन्छ भने एक दिनमा यति काम गर्न सकिन्छ भने त्यही रामले अब कति दिनमा? 4 दिनमा कति काम गर्न सकिन्छ? 3/5 इन्टु 12 इन्टु 4 काम गर्न सकिन्छ। ठीक छ? भनेपछि 4 3 जा 12 भयो, 3 3 काटियो, 1/5 आयो। 4 दिनमा 1/5 काम गरिन्छ। अब हेर्नुस् राम र सानु मिलेर 4 दिनमा 2/5 गर्छन् भने रामले एक्लै 4 दिनमा 1/5 गर्छ भने बाँकी त सानुले गरेको 4 दिनको हैन? डेज कि त इक्वल गराइदिनुस् या त वर्क इक्वल गराइदिनुस्। डेज इक्वल गराउनु भयो भने वर्कलाई हामीले माइनस गर्न मिल्छ, प्लस माइनस गर्न मिल्छ। 1/5 वर्क हाम्रो चाहिँ सानुले गरेको, त्यही भएर चाहिँ 2/5 भएको। अब यसमा चाहिँ हेर्नुस् सानु राम र सानु मिलेर कति गर्छन्? 2/5 वर्क कति दिनमा? 4 डेजमा हैन? भने पछाडि रामले कति गरेको? रामले प्लस सानुले, रामले 1/5 गरेको प्लस सानुले x गरेको कति दिनमा? 4 दिनमा हो। यो 2/5 बनेको के हो त? यही हो। 2/5 बनेको त्यही हो है। रामको यो हो, सानुको यो हो, दुईटाको मिसाएर 2/5 भएको हो।
x इक्वल टु कति आउँछ 1/5 आउँछ भन्नाले सानुले पनि 4 दिनमा 1/5 वर्क गर्दो रहेछ यदि सानुले 1/5 वर्क 4 दिनमा गर्छ भने टोटल वर्क कति दिनमा गर्छ 20 दिनमा गर्छ सिम्पल छ है ल आजलाई यति गरौँ अब धेरै टाइम भइसकेको छ राति धेरै परिसकेको छ अरु चाहिँ उ गरौँला भोलि के अरे 12 बजे राखौँला क्लास साइन्सको चाहिँ सर एउटा क्वेसन एमसीक्यू गरिदिनुहुन्छ र मतलब मुखैले भन्न जस्तो सर ल भन्नुस् त्यसो भए एडिङ अफ टु भेक्टर टु गेट अ सिंगल भेक्टर इज टर्म एज फाइनल भेक्टर रिजल्टेन्ट भेक्टर डोमिनेन्ट भेक्टर रेसेसिभ भेक्टर रिजल्टेन्ट भेक्टर रिजल्टेन्ट भेक्टरको अंडर रुट ए स्क्वायर प्लस बी स्क्वायर प्लस 2ab cos थीटा आन्सर फर्मुला हजुर हजुर सर सुन्नु न एउटा अर्को सर सुन्नु एउटा हजुर हजुर A stone is thrown with an initial speed of 4.9 meter per second from a breeze vertically upward direction. It falls down in water after 2 seconds. The height of breeze is कुन फर्मुला लगाउन सर यसमा त्यो b स्क्वायर वाला s इक्वल टु ut प्लस 1/2 at स्क्वायर हुन्छ सर u भनेको 0 हुन्छ ड्रप भनिएछ नि त u भनेको 0 हुन्छ ल आजको रेकर्डिङ अफ गरे